स्क्वाड ट्रेडर। सो आजको भिडियो चाहिँ हाम्रो डलर कार्डको बारेमा छ। सो डलर कार्ड भन्दा नि कसरी चाहिँ प्रफ फर्म चाहिँ बाई गर्नु नेपालमा बसेर भन्ने, त्यसको थ्रुबाट चाहिँ डलर कार्ड चाहिँ एउटा मोस्ट इफिसियन्ट र मोस्ट लिगल वे चाहिँ एउटा डलर कार्ड हुन्छ। सो डलर कार्ड भनेको के हो भन्दाखेरि जुन तपाईँको एटिएम कार्ड हुन्छ नि, जुन त्यो एटिएम कार्डको जस्तै एउटा डलर कार्ड हुन्छ जसको 16वटै नम्बर हुन्छ, आई गेस 16वटा नि हुन्छ होला, सायद गनेको त छुइनँ मैले। अनि त्यसको पनि एउटा सिभिभी कोड हुन्छ। हो त्यसको थ्रुबाट चाहिँ तपाईँले इन्टरनेसनल ट्रान्ज्याक्सन गर्न मिल्छ। इन्टरनेसनल ट्रान्ज्याक्सन भन्नाले अब प्लटफर्म मात्रै नभएर अब नेटफ्लिक्सको एकाउन्ट, अब एमाजोनबाट केही पेमेन्ट गर्नु छ भने हो त्यस्तोहरू चाहिँ डलर कार्डको थ्रुबाट हुन्छ नेपालमा। तर यसमा एउटा के ड्रब्याक छ भन्दाखेरि नेपाल राष्ट्र ब्याङ्कले $500 एउटा एक इयरमा $500 म्याक्स ट्रान्ज्याक्सन गर्न मिल्दैन डलर कार्डबाट। $500 भनेको अराउन्ड 70,000 to 75,000 हो क्यारे सायद। सो त्यति चाहिँ मिल्छ है। त्यसपछि चाहिँ फेरि अब नयाँ डलर एकाउन्ट बनाउनु पऱ्यो कि त अब अर्को ब्याङ्क खोलेर मिल्यो। अब एउटै एकाउन्टबाट दुईवटा डलर कार्ड त बनाउनु मिलेन। सो त्यस्तो चाहिँ गर्नु, त्यो चाहिँ एउटा ड्रब्याक हो। तर एउटा मोस्ट इफिसियन्ट वे चाहिँ डलर कार्ड एकदम सजिलो पनि हुन्छ। सो यो भिडियोमा चाहिँ हामी त्यही बारेमा कुरा गर्छौँ, कसरी बाई गर्ने, के प्रोसिजर छ यो डलर एकाउन्ट लिनको लागि हो त्यसको बारेमा चाहिँ हामी अहिले कुरा गर्छौँ। सो लेट्स गो ब्याक द भिडियो। सो के हुन्छ भन्दाखेरि डलर कार्ड भनेको चाहिँ अब हरेक ब्याङ्कले प्रोभाइड गर्छ है। अब डलर ब्याङ्क हरेक ब्याङ्कले प्रोभाइड गर्छ। अब यहाँ हेर्नु भने डलर कार्ड नेपाल भनेर सर्च गर्नु भने ग्लोबल आइएमए ब्याङ्क, एनआइसी एसिया, नबिल, माछापुच्छ्रे, प्रभु, लक्ष्मी, सनराइज, सानिमा सबै ब्याङ्कको चाहिँ डलर कार्ड हुन्छ। तर के हुन्छ भने हरेक ब्याङ्कको चाहिँ एउटा फाल्टै ड्रब्याक हुनसक्छ। जस्तै अब एनआइसी एसिया ब्याङ्क, जस्तै अब मेरो एनआइसी एसिया ब्याङ्क थियो पहिला सुरुमा, हो त्यो ब्याङ्कले चाहिँ अब के हुन्छ भन्दाखेरि तपाईँको लोड गर्नुभयो भने जुन पैसा, जस्तै अब तपाईँको आफ्नो रियल एकाउन्टबाट यो डलर कार्डमा पैसा हाल्नु पऱ्यो, हो त्यो पैसा हाल्दाखेरि चाहिँ एउटा सर्टेन चार्जेसहरू लिन्छ क्या हरेक ब्याङ्करले। अनि कुनैले लिन्छ, कुनैले लिँदैन। हो त्यो कुरा चाहिँ मेन हामीले फोकस गर्नुपर्ने कुरा चाहिँ त्यो हो। किनकि अब एज अ ट्रेडर अब मोस्ट अफ द हामी अनप्रफिटेबल ट्रेडर नै छौँ होला। अब प्रफिटेबल हुनुभएको त खासै तपाईँहरूले यो भिडियो हेरिराख्नु पनि हुन्न जस्तो लाग्छ मलाई होइन। सो मोस्ट अफ द तपाईँहरू अनप्रफिटेबल ट्रेडरै हुन्छ होला। सो के हुन्छ भने अब हामीसँग $500 एकैचोटि $500 त अब जस्तो $500 भनेको कति रहेछ अब एक्ज्याक्टली हेरौँ त, 70,996 छ। अब तपाईँहरूले एकैचोटि 70,000 त लोड गर्नु हुँदैन। अब एकचोटिमा लोड गरे त लु ठिकै छ, अब जुन भयो नि आफ्नै ब्याङ्कमा खोलौँ न त भन्ने हुन्छ। तर अब बिस्तारै अलिअलि गर्दै लोड गर्नुहुन्छ होला। सो त्यही भएर चाहिँ अब हरेकचोटि लोड गर्दाखेरि चाहिँ त्यो चार्जेस तिर्ने कुरा हुँदैन। सो बेस्ट के हुन्छ भन्दाखेरि जसले चाहिँ त्यो एउटा चुज गर्नु, डलर कार्ड चुज गर्नु ब्याङ्कको, जसमा चाहिँ अब लोड गर्दाखेरि चाहिँ थोरै होस् अथवा नेगेटिभ नै होस्, जेरो नै होस् होइन। सो त्यही भएर चाहिँ त्यो चाहिँ एउटा राम्रो कुरा हो। सो मैले सुरुमा रिसर्च गर्दाखेरि चाहिँ के पाएँ भन्दाखेरि ग्लोबल ब्याङ्कको चाहिँ डलर कार्ड चाहिँ एकदमै राम्रो छ। सो मेरो ब्याङ्क एकाउन्ट थिएन ग्लोबलमा, त्यही पनि मैले ग्लोबल एकाउन्ट बनाएँ र त्यसरी बल्ल डलर कार्ड चाहिँ बनाएँ त्यस पछाडि। सो डलर कार्डको लागि के त अब ग्लोबल ब्याङ्ककै कुरा गरौँ मैले हामी, किनकि ग्लोबल ब्याङ्कै राम्रो छ। यसमै स्पेसिफिक भएर चाहिँ भिडियो बनाउँछु है। सो मेरो पनि यसमै भएको कारणले अब तपाईँहरूलाई पनि भिडियो अलिकति लेन्दी हुनसक्छ, तर अलिकति म अलिक डाइभ इन डिप गरौँ, किनकि अब इन्फर्मेसनल भिडियो भएपछि अब एउटै भिडियोमा चाहिँ सबै इन्फर्मेसन पाऊँ, अर्को भिडियोमा चाहिँ अब नजाऊँ भन्ने खालको हुन्छ नि त। सो त्यही भएर चाहिँ अलिकति भित्रै जामै, अलिक मजाले इन्फर्मेसन लिने। सो के हुन्छ भन्दाखेरि अब हरेक वर्ष चाहिँ नेपाल राष्ट्र ब्याङ्कले चाहिँ यो $500 मात्रै एनुअल्ली चाहिँ लिमिट राखेको छ। अनि अर्को कुरा के हुन्छ भने यो डलर कार्ड दुई खालको हुन्छ, एउटा इन्स्ट्यान्ट र एउटा फिजिकल। सो फिजिकलको चाहिँ खासै मलाई अब ₹100 लाग्छ एक्स्ट्रा होइन, 500को साथ 600 लाग्दो रहेछ। सो यो चाहिँ एकदम वेस्ट अफ मनी जस्तो लाग्छ यो ₹100, किनकि फिजिकल कार्ड हामीलाई जरुरतै छैन नि, हामी प्रायः जस्तो अनलाइनै ट्रान्ज्याक्सन गरिरहेको हुन्छौँ। त्यही भएर फिजिकल चाहिँ खासै त्यस्तो इम्पोर्टेन्ट हुँदैन। भर्चुअली लिँदा तपाईँहरूलाई म चाहिँ सजेस्ट गर्ने चाहिँ यही हो होइन, मेरो पनि यही छ। सो त्यस पछाडि अब 100 इन केस अफ यो खासै त्यस्तो छैन। सो 0 इन केस अफ कस्टमर इन्स्टेन्ट टप अप बिया मोबाइल ब्याङ्किङ। सो मोबाइल ब्याङ्किङबाट तपाईँले टपअप गर्नु भने 0 हुन्छ होइन। सो यो चाहिँ एउटा सबभन्दा राम्रो, हरेक ब्याङ्कमा छैन है यो, ग्लोबल ब्याङ्क अनि नोबेल ब्याङ्कमा नि होला सायद, मैले त्यस्तो रिसर्च त गरेको छुइनँ। तर ग्लोबल ब्याङ्कमा चाहिँ 0 छ। सो इट विल बी बेस्ट इन दिस। सो त्यस पछाडि रिन्यू गर्नको लागि 300, अब $500 युज गरिसकेपछि तपाईँले 300 पर इयर चाहिँ तिर्नु पऱ्यो। त्यस पछाडि अर्को वर्ष कुर्नु पऱ्यो फर 500 लोड गर्नको लागि। सो त्यही भएर अब एप्लाई अनलाइन पनि मिल्दो रहेछ होइन, भिया एप और पोर्टल पनि मिल्दो रहेछ। अदर डलर कार्डको लागि रहन्छ रियल टाइम कार्ड लोड भिया भिया एपबाट पनि रियल टाइम डाटाहरू लिन मिल्छ। सो तपाईँले मोबाइल ब्याङ्किङ खोलिसक्नु भएको छ नि, मोबाइल ब्याङ्किङबाट पनि फर्महरू भर्न मिल्ने रहेछ। सो त्यस पछाडि यति हो। अब त्यस पछाडि तपाईँहरूले फर्म भर्नुपर्छ। अब फर्म भर्नको लागि चाहिँ एउटा ब्याङ्क एकाउन्ट चाहियो, छैन भने बनाउँदा राम्रो मेरो सजेसनमा चाहिँ। अब नबनाउनु भयो, नबनाउँदा नि भयो,
अब अथवा अर्को अरूवाला आफ्नै ब्याङ्क एकाउन्ट जुन छ हो त्यसबाट गर्दा नि भयो। सो त्यस पछाडि अर्को के छ, प्यान कार्ड चाहिँ चाहिन्छ। अब प्यान कार्ड चाहिँ एउटा राजस्व कार्यालय भन्छ क्या सायद, एकदम रिसर्च गर्नुपर्ने। प्यान कार्ड नभए अनलाइन पनि मिल्छ, अनलाइन फर्म भर्न नि। त्यस पछाडि अब नागरिक एपबाट पनि मिल्छ, पहिला मिल्थ्यो, अब अहिले रिसेन्टली प्रोटेस्टको कारणले चाहिँ मिल्छ मिल्दैन त्यो चाहिँ थाहा छैन। सो प्यान कार्ड पनि एउटा चाहिन्छ। त्यस पछाडि एउटा फर्म चाहिन्छ, दुईवटा फर्म रहेछ, साइन एन्ड एप्लिकेसन फर्म एन्ड सेल्फ डिक्लेरेसन एप्लिकेसन फर्म पनि चाहिने रहेछ। सो त्यस पछाडि यो पाएपछि तपाईँहरूले एउटा 16 डिजिटको एउटा कार्ड पाउनुहुन्छ, जुन तपाईँको डिटेल्सहरू म्यासेज बक्समा आउँछ। सो म्यासेज बक्समा अथवा मेलमा पनि आउनसक्छ, दुइटैमा आउँछ होला सायद। सो त्यस पछाडि एउटा सिभिभी कोड आउँछ, हो त्यो सिभिभी कोड चाहिँ एकदमै एकदमै कस्तो के भन्नु त्यसलाई, एकदमै जो सेक्योर हुनु पऱ्यो सिभिभी कोड चाहिँ, अरूलाई भन्नु भएन भनौँ। सो त्यस पछाडि सिभिभी कोड आएपछि चाहिँ तपाईँ डाइरेक्टली गएर अब के अरे फन्डिङ टिप्स अथवा प्रोफर्म, जुन प्रोफर्म बाई गर्नु मन छ हो त्यो प्रोफर्ममा गएर गर्न सक्नुहुन्छ। सो त्यसको लागि चाहिँ प्रोसेस पछाडि आउँछ।